नमस्कार सबैजनालाई तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुलाई यस भिडियोमा FIFA वर्ल्ड कप 2026 को लाइभ मोबाइलमा कसरी हेर्न सकिन्छ त्यो तरिका म तपाईहरुलाई सिकाउन जाँदैछु है। तपाईहरुले अफिसियल माध्यमबाट कसरी हेर्न सक्नुहुन्छ, सुरक्षित तरिकाले कसरी हेर्न सक्नुहुन्छ त्यो तरिका म तपाईहरुलाई सिकाउन जाँदैछु है। लास्टमा चाहिँ म तपाईहरुलाई फ्रीमा हेर्ने पनि तरिका सिकाउँछु। नेपालमा मोबाइल र ल्यापटपबाट FIFA वर्ल्ड कप 2026 को लाइभ हेर्नको लागि अफिसियल ओटीटी प्लेटफर्म डिगो रहेको छ। योबाट तपाईहरुले मोबाइल अथवा ल्यापटपमा तपाईहरुले लाइभ हेर्न सक्नुहुन्छ अफिसियल माध्यमबाट। नेपालबाट टिभीमा तपाईहरुले हिमालयन स्पोर्टबाट तपाईहरुले हेर्न सक्नुहुन्छ है। यसको लागि तपाईहरुले 999 तपाईहरुले थप तिर्न पर्ने हुन्छ है। तपाईले देख्न सक्नुहुन्छ 999 तपाईहरुले थप तिर्न पर्ने हुन्छ यो हिमालयन स्पोर्ट च्यानलको लागि। त्यसपछि तपाईहरुले विश्वकपको लाइभ हेर्न सक्नुहुन्छ हिमालयन स्पोर्टबाट। तपाईहरुसँग टिभी अथवा नेट टिभी को सब्स्क्रिप्सन छ भने पनि तपाईहरुले 900 तिर्न पर्ने हुन्छ यो विश्वकपको लागि। तपाईहरुले 900 को प्याकेज किन्न पर्ने हुन्छ अनि मात्र तपाईहरुले टिभीमा तपाईहरुले विश्वकपको लाइभ हेर्न सक्नुहुन्छ। तपाईहरुले आफ्नो टिभी प्रोवाइडरलाई तपाईहरुले कन्ट्याक्ट गर्नु होला सब्स्क्रिप्सनको लागि। तपाईहरुले खल्तीबाट पनि टिभीमा विश्वकपको प्याकेज एक्टिभ गर्न सक्नुहुन्छ। तपाईले यसमा क्लिक गर्नु होला FIFA 2026 भनेर तपाईले यसमा क्लिक गर्नु होला। तपाईले यहाँ देख्न सक्नुहुन्छ नेट टिभी, म्याक्स टिभी, दिसोम वर्ल्ड कप भनेको छ। योबाट तपाईहरुले टिभीमा विश्वकपको प्याकेज एक्टिभ गर्न सक्नुहुन्छ। अब चाहिँ म तपाईहरुलाई FIFA वर्ल्ड कपको लाइभ मोबाइलमा कसरी हेर्ने भनेर त्यो तरिका सिकाउँछु है। तपाईहरुले भिडियो पुरा हेरिनु होला। तपाईहरुले मोबाइलबाट FIFA वर्ल्ड कपको लाइभ हेर्नको लागि तपाईहरुले आफ्नो मोबाइलको गुगल प्ले स्टोर खोल्नु होला। त्यसपछि तपाईहरुले सर्चमा गएर तपाईहरुले डिगो भनेर तपाई सर्च गर्नु होला। डिगो भनेर तपाईहरुले सर्च गर्नु होला। त्यसपछि तपाईहरुले यो एपलाई इन्स्टल गर्नु होला। त्यसपछि तपाईहरुले ओपन भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले कन्टिन्यू भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले नोटिफिकेसन एलो गर्न चाहनुहुन्छ भने तपाईले एलो गर्नु होला, नत्र तपाईहरुले डोन्ट एलो भनेर यसमा क्लिक गर्न सक्नुहुन्छ है। त्यसपछि तपाईहरुले मोर भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ लगइन भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले आई एम नट अ रोबोट भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले आफ्नो मोबाइल नम्बर अथवा जीमेलबाट लगइन गर्न सक्नुहुन्छ, रेजिस्टर गर्न सक्नुहुन्छ। तपाईहरुले मोबाइल नम्बरबाट रेजिस्टर गर्नको लागि तपाईहरुले मोबाइल नम्बर भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले आफ्नो मोबाइल नम्बर राख्नु होला। त्यसपछि तपाईहरुले कन्टिन्यू भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईको मोबाइलमा ओटीपी कोड आउँछ। त्यसपछि तपाईहरुले त्यो ओटीपी कोड यहाँ राख्नु होला है। त्यसपछि तपाईले पासवर्ड सेट गर्नु होला। त्यसपछि तपाईहरुले आई एम नट रोबोट भनेर यसमा क्लिक गरे तपाईले त्यसपछि तपाईहरुले लगइन गर्नु होला। म चाहिँ जीमेल देखि लगइन गर्छु। तपाईहरुले फोन नम्बरबाट लगइन गर्दा चाहिँ यसरी गर्नु होला है। मोरमा जानु होला, लगइन भनेको छ यसमा जानु होला। त्यसपछि तपाईहरुले गुगल आईडीबाट लगइन गर्नको लागि यो गुगल आइकन छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले आफ्नो जीमेल सिलेक्ट गर्नु होला। त्यसपछि तपाईहरुले FIFA वर्ल्ड कप 2026 को सिजन पास लिनको लागि तपाईहरुले मोर भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले सब्स्क्राइब नाउ भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले यहाँदेखि प्लान चुज गर्न सक्नुहुन्छ। तपाईले कुन प्लान एक्टिभ गर्ने हो तपाईहरुले त्यो अनुसार तपाईहरुले चुज गर्न सक्नुहुन्छ। यहाँ दुईवटा प्लान रहेको छ। एउटा चाहिँ 549 को रहेको छ, अर्को चाहिँ 999 को रहेको छ है। 549 मा तपाईहरुले एउटा डिभाइसमा मात्रै तपाईहरुले हेर्न सक्नुहुन्छ, मोबाइलमा मात्रै हेर्न सक्नुहुन्छ। तपाईहरुले ल्यापटपमा हेर्न सक्नुहुन्न, एउटा डिभाइसमा मात्रै हेर्न सक्नुहुन्छ यो 549 बाट। अर्को चाहिँ 999 को रहेको छ। यो चाहिँ तपाईहरुले दुईवटा डिभाइसमा हेर्न सक्नुहुन्छ है। तपाईहरुले ल्यापटप कम्प्युटरमा पनि हेर्न सक्नुहुन्छ योबाट। यो प्लानबाट चाहिँ तपाईहरुले दुईवटा डिभाइस तपाईहरुले ल्यापटप कम्प्युटरबाट पनि हेर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईहरुले मोबाइलबाट मात्रै हेर्न सक्नुहुन्छ। तपाईहरुलाई जुन प्याकेज आवश्यक पर्छ तपाईले त्यो प्याकेज चुज गर्नु होला है। तपाईहरुले यो 549 कै प्रयोग गर्नु होला। एउटा मोबाइल भइ पुग्छ, धेरै चाहिन्न, एउटा भइ पुगिहाल्छ है। तपाईहरुले 549 चुज गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईहरुले चुज प्लान भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले पेमेन्ट गर्न पर्ने हुन्छ। कुन वालेटबाट तपाईहरुले पेमेन्ट गर्ने हो तपाईले त्यो वालेट चुज गर्नु होला। खल्ती इसेवा छ, त्यसपछि भिसा छ, अर्को चाहिँ कनेक्ट आईपीएस छ है। तपाईहरुले इसेवाबाट तिर्ने हो भने तपाईले इसेवामा चुज गर्नु होला। त्यसपछि तपाईहरुले सब्स्क्राइब नाउ भनेको छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले आफ्नो इसेवाको नम्बर र पिन नम्बर राखेर लगइन गर्नु होला। त्यसपछि तपाईको मोबाइलमा ओटीपी आउँछ। तपाईले त्यो ओटीपी राखेर तपाईले कन्टिन्यू गर्नु होला। त्यसपछि तपाईको FIFA वर्ल्ड कपको सब्स्क्रिप्सन एक्टिभ हुन्छ है। त्यसपछि तपाईहरुले लाइभ हेर्न सक्नुहुन्छ म्याच चलेको बेला। म चाहिँ सब्स्क्रिप्सन लिदिन, तपाईहरुले यसरी सब्स्क्रिप्सन लिन सक्नुहुन्छ है।
मैले चाहिँ टिभीमा हेर्ने सोच गरेको छु, त्यस कारणले चाहिँ म यो मोबाइलमा चाहिँ सब्सक्रिप्सन लिँदैन। तपाईहरुले चाहिँ यसरी लिनु होला है। तपाईहरुलाई मोबाइल हेर्न मन लागेको छ भने तपाईहरुले चाहिँ यसरी तपाईहरुले एक्टिभ गर्न सक्नुहुन्छ वर्ल्ड कप। तपाईहरुसँग पैसा छ भने पैसा तिरेर हेर्न राम्रो हुन्छ है। कुनै किसिमको डर हुँदैन। तपाईहरुले पैसा तिरेर हेर्नु नै राम्रो हुन्छ। तपाईहरुसँग पैसा छ भने तपाईहरुले सब्सक्रिप्सन किनेर तपाईहरुले हेर्न सक्नुहुन्छ। धेरै पनि पर्दैन। 500 तिरेपछि तपाईहरुले 104 वटा म्याच हेर्न सक्नुहुन्छ सजिलै। यी माध्यमबाट तपाईहरुले फिफा वर्ल्ड कप 2026 को लाइभहरू हेर्न सक्नुहुन्छ है। आजको भिडियो यति नै रहेको छ। तपाईहरुलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।